प्रिय बन्धु नमस्कार। आज नवारण मन्त्र साधनाद्वारा कुण्डलिनी जागरणका थप लक्षणहरूको विषयमा चर्चा गर्नेछौँ। अघिल्लो भिडियोमा 1.25 लाख हाराहारी नवारण मन्त्र जप गर्दा जुन मेरो अनुभव भएको थियो, मूलाधार चक्र र आज्ञा चक्र जुन सक्रिय भएका थिए, ती चक्रमा जुन गतिविधिहरू र विभिन्न क्रियाकलापहरू भएका थिए, त्यसको बारेमा मैले उल्लेख गरेको थिएँ। आज भने जति जति मन्त्रको संख्या बढाउँदै लग्यो, त्यति नै अन्य चक्रहरू क्रमशः सक्रिय भएको मेरो आफ्नो अनुभव बताउने छु। र मित्रहरू, यहाँहरू यो भिडियो स्किप नगरिकन हेर्नुहोला, किनकि मलाई लाग्छ यस्तो भिडियोहरू हेर्ने भगवत भक्त, विशेष गरी माताको भक्त नै हुन्छ र धर्मात्मा व्यक्ति नै हुन्छ। सामान्यतया अन्य व्यक्तिहरू यस्तो हेर्दैनन्। र यो हेर्दा यहाँलाई के फाइदा हुन सक्छ त भन्दा, एक त यहाँ साधना गर्दै हुनुहुन्छ भने थोरै ऊर्जा मिल्दछ, यो गर्यो भने हुँदो रहेछ भन्ने ऊर्जा मिल्दछ भने, अर्को चाहिँ जुन साधनाबाट हुने अनुभवहरू छन् त्योबाट चाहिँ एउटा गाइडलाइन अथवा गुरु भएन भने डराउनु पर्ने परिस्थिति पनि आउँदो रहेछ, डर लाग्दो रहेछ। मेरो केही समय साधना छुटेको थियो, त्यही कारणले मूलाधार चक्रमा विभिन्न किसिमका गतिविधिहरू भए, आज्ञा चक्रमा विभिन्न गतिविधि भयो, निकै खिचाव हुन थाल्यो, टाउको दुख्न थाल्यो कि जस्तो महसुस हुने स्थिति आयो। यो कदम कदाचित भोलि आँखा फुट्ने त होइनन् भन्ने जस्तो यस्तो किसिमको डर लाग्यो। यसै कारणले गर्दाखेरि मैले बीचमा साधना छोड्नुपर्ने स्थिति आएको थियो। वास्तवमा यो मैले ठुलो गल्ती गरेको रहेछु। यो कुरा थाहा नहुँदाखेरि यस्तो भएको थियो। त्यसैले यहाँहरूले पनि यो भिडियो स्किप नगरेर हेर्नुहोला र आफ्नो केही अनुभव छ भने पनि कृपया सेयर गर्नुहोला, कमेन्ट गर्नुहोला। र मेरो अनुभव म यहाँहरूलाई सेयर गर्न गइरहेको छु। मैले हिजोको अस्तिको भिडियोमा 1.25 लाख मन्त्र जप गर्दाखेरि के कस्तो अनुभव हुन्छ भन्ने कुरा बताएको थिएँ। मूलाधार चक्र, आज्ञा चक्रहरू एक्टिभेट भएको, सक्रिय भएको कुरा बताएको थिएँ भने मन्त्रको संख्या बढाएर आज 2 लाख वा त्योभन्दा माथि पुगाउँदै गर्दाखेरि कस्तो अनुभूति भयो त भन्ने कुरा यहाँहरूलाई सेयर गर्नेछु। मन्त्रको संख्या जब 2 लाखको हाराहारीमा पुग्यो, तब मूलाधार चक्रबाट ऊर्जा माथि उठेको र स्वादिष्ठान चक्रसम्म पुगेको अनुभव भएको थियो। क्रमशः माथि उठ्दै गर्छ केही चिज, त्यहाँबाट ऊर्जा माथि उठेको अनुभव हुन्छ। यही हो भने देख्ने कुरा होइन, ऊर्जा चाहिँ उठेको महसुस मात्रै हुन्छ। अनि जब मन्त्रको संख्या 3 लाखसम्म पुग्यो, तब 7वटै चक्रहरूमा चाहिँ हलचल एवं सक्रियता सुरु भएको थियो। मूलाधार चक्रदेखि सहस्रसार चक्रसम्मका 7वटै जुन चक्रहरू छन् त्यहाँसम्म हलचल सुरु भयो, सक्रियता भयो। त्यहाँ चाहिँ कुनै हिँडिरहेको छ, कुनैले स्पर्श गरिरहेको छ, खिचाव महसुस भइरहेको छ आदि यस्तै किसिमका विभिन्न किसिमका गतिविधिहरू भए, जुन शब्दद्वारा ठ्याक्कै यस्तो भयो भनेर भन्न सकिँदैन, जुन अनुभवबाट मात्रै हामी थाहा पाउन सक्छौँ। अनि बिस्तारै बिस्तारै 3 लाखको सङ्ख्या भन्दा बढ्दै छ र अथवा 3 लाखको सङ्ख्यासम्म पुगेको छ मन्त्रको सङ्ख्या। त्यसपछि बिस्तारै बिस्तारै आँखी भाउको बिचमा चाहिँ जुन आज्ञा चक्र छ त्यहाँ बिल्कुलै एकदमै प्रेसका साथ खिचाव हुन थाल्यो। चारैतिरबाट खिचाव भएर बीच केन्द्रमा चाहिँ एउटा केन्द्र बन्न थाल्यो, त्यहाँ चाहिँ एउटा बिन्दु बन्न थाल्यो। सोही क्रममा आँखाको जुन परेलाहरू छन् ती परेलाहरू पनि माथि खिचिन थाले र आँखा चाहिँ अर्ध खुल्ला अवस्थामा हुन थाले। र यसरी आँखा चाहिँ माथि, सायद यसलाई साम्भवी मुद्रा भन्दछन् जस्तो लाग्छ। साम्भवी मुद्राको विषयमा त्यति मलाई थाहा छैन, साम्भवी मुद्रा भन्छन् जस्तो लाग्छ। त्यो माथि जान थाल्यो आँखी भाउहरू, आफै यो मुद्रा लाग्न थाल्यो, केही गर्नु परेन। जब जब ध्यान गर्नुको लागि म बस्थेँ तब तब त्यस्तो ती आँखाका परेलाहरू स्वतः माथि जान्थे र आँखा चाहिँ अर्ध खुल्ला अवस्थामा हुन्थ्यो र हुन्छ पनि। र यसरी चाहिँ मुद्राहरू आफै लाग्न थाल्छ। यति मात्र होइन, यो के भन्छ, यो अश्विनी मुद्रा पनि आफै लाग्न थाल्छ। यसरी अन्य अन्य अनुभवहरू जो भएका छन्, यी अनुभवहरू पनि यहाँलाई अश्विनी मुद्राको विषयमा, अन्य किसिमका मनमा चाहिँ कस्तो किसिमको गतिविधिहरू भयो, के परिवर्तन आयो आदि इत्यादि कुराहरू र थप सङ्केतहरू र लक्षणहरूको विषयमा पनि म आगामी भिडियोहरूमा लिएर आउनेछु। कृपया कमेन्ट, सेयर अथवा लाइक गर्न नभुल्नुहोला। धन्यवाद।